दुःख त गर्नै पर्छ साथीहरु। म चाहिँ अहिले धाइजनमा गाडी लोड गर्दै है कभरी टायरहरु विराटनगर टाउन पनि चाहिँ हो। कभरी टायर चाहिँ जिन्दगी जिउँदै गर्दा त्यो इटा पकाउनको लागि चाहिँ युज गर्छ है साथीहरु। आवश्यकताहरु पनि आउँछन्। अब आज राति जाने विराटनगर अनि भोलि बिहान खाली गरेर भोलि शनिबार चाहिँ म आँखाबाट आँसु घर बस्ने भन्ने प्लान चाहिँ छ। हेरौँ के हुन्छ साथीहरु है। बेला बेलामा दुःख अनि अर्को साथमा हैन अनि बाध्यता र आवश्यकताको सामना नगरेर पहिला डिपु पनि सजिलै जिन्दगी कसरी के हो है। पहिले खिलाङमा पहिला कार्य गर्यो याद आयो। सफलताका लागि त्यही छ साथीहरु। यो चाहिँ रेलको लागि त्यहाँतिर चाहिँ यो पहिला धेरै किसिमको भन्छ रेलमा लाग्ने अलकत्र सिमेन्ट फ्याक्ट्रीमा सबै कुरा पहिला साथीहरु। कुनै न कुनै बेला खाना नखाएर भोको पेट पनि मेहनत गरेका थिए। घाम अहिले चाहिँ हिजो राति आयो 2 बजीतिर यो ठाउँमै छुट्यो। त्यो गाडी चाहिँ गएछ होइन। तार पनि अलिकति लसाइरहेको जोडाइरहेको छ। यो यतातिरको दृश्यहरू है। पिसाब लागो मर्ने गरी रन्काउँछ। बुधेहरूले रन्काउँछ। पिसाब गर्नु छ। साथीहरु अहिले चाहिँ म विराटनगरको टायर पोल्ने ठाउँतिर आइसकेको छु है। यस्तो यो भित्र हालेर साथीहरूले भक्काभक्की गर्दैछ। दुःख छ त्यहाँ पनि छ अरे। यसो साथीभाइहरूलाई सोधेको होइन। यो जे तार फाल्दै गर्छ। यति फास्ट हुँदो रहेछ बिचरा। कालो कालो सबै यो धुलोले गर्दाखेरि दुःख भन्ने कुरा कति गर्नुपर्छ होइन सङ्घर्ष। एकैछिन यो हो नि त अहिले भर्खर गाडी छिराएको एकैछिन यति झाडु छ। विराटनगरको कटारी भन्ने ठाउँमा है साथीहरु। यो चाहिँ यो सप्तपसी सिमेन्ट फ्याक्ट्री हो। यो लोड गरेर अनि बेलुका राता आइयो विराटनगर तल। साथीहरु आज चाहिँ 12 साढे 12 भइसक्यो है। हिजो झापाबाट चाहिँ टायर लिएर आएको थिएँ अनि यहाँ खाली गर्यो विराटनगर कटारीतिर अनि गाडी थन्काइ गरे। अनि अहिले चाहिँ अब खाना पनि खाइसकेको छैन। सुँगुरको मासु बोकिएको छ। लगेर पकाएर मस्त हान्ने हो हैन। यस्तै छ साथीहरु। गर्मी विराटनगरतिर धेरै नै बढिरहेको छ। दिनदिनै गर्मी साथसाथमा मचेट। त्यही छ मरुभूमि विराटनगरको।
अब लाग्यो घरतिर। ल हाम्रो चाहिँ यात्रा भनेको सोनापुरसम्मको रहेको छ। है गाडी ट्याक्क हिँड्यो होइन, घर जाने हो, मस्त सुत्ने हो गाईहरू। हाई साथीहरू, म चाहिँ अहिले फाइनली घर आइपुगेँ होइन। घर आइपुगेर अब नानीसँग एकछिन रम्दै होइन। हाम्रो चाहिँ विशेष अहिलेसम्म खाना पनि खाएको छुइनँ। अनि अब मासु पकाउँदै होइन, मासुहरू पकाउँदै नानीसँग भुल्दै बस्दै आजको शनिबार चाहिँ साथीहरू। अनि होइन नानी, अनि के भन्नु लु लु उता खोइ त उता मासु चमा हाम्रो। गर्मी नानी साथीहरू, गर्मी छ टन्नै है। अनि हाम्रो स्पेसली मासु चाहिँ खतरा हुँदैछ। म चाहिँ आज विराटनगर आएर होइन माछा खाली गरी टक्क लगाएर अहिले चाहिँ कुकमेन हो। अनि यता